सिंहदरबार जलाउन म तपाईसँग आउन सक्दिनँ। आइम सरी। म मेरो देशको गौरव पार्लियामेन्टलाई जलाउन तपाईसँग आउन सक्दिनँ। आइम सरी। म यो देशको सार्वजनिक संरचनालाई आगो लगाउन, देशको अस्तित्व ध्वस्त गर्न तपाईसँग आउन सक्दिनँ। आइम सरी। म निजी व्यक्तिहरूको व्यापारिक केन्द्रहरूमा आक्रमण गर्न तपाईसँग आउन सक्दिनँ। आइम सरी। म निजी व्यक्तिहरूको घर घरमा गएर अमानवीय तरिकाले आक्रमण गर्न, घर जलाउन तपाईसँग आउन सक्दिनँ। आइम सरी। इफ यु आर विलिङ फर चेन्ज, त्यसमा मात्रै म तपाईँसँग साथमा छु। तर तपाईँका अनेक किसिमका अपराधिक गतिविधिहरूमा तपाईँको साथमा यदि आउन तपाईँ आह्वान गर्नुहुन्छ भने म त्यसमा आउन चाहन्न। दुईटा कन्ट्राडिक्टरी कुरा किन गर्दै हुनुहुन्छ तपाईँहरू? दोस्रो कुरा, म मेरो पार्टीको नेतासँग म घुर्की पनि देखाउन पाउँछु, म रिसाउन पनि पाउँछु, म माग राख्न पनि पाउँछु। म मेरो प्रधानमन्त्रीलाई यो देशमा तपाईँले गोली नहानेको होला, तर तपाईँले जोगाउन पनि सक्नु भएन। त्यस कारणले गर्दाखेरि आइम सरी, यु हेभ टु रिजाइन, इफ यु डोन्ट आई विल भनेर म भन्न सक्छु। मैले त्यो भनेकै हो। तर जब उहाँले रिजाइन गर्नुभयो त्यस पछाडि मैले फेरि म मेरो घर छोड्दिनँ भनेर भनेकै हो। द्याट्स वाइ मेरो पार्टीसँगको संलग्नता म मेरो पार्टीभित्र गएर गफ गर्छु, होइन, म बाहिर गर्दिनँ। अर्को कुरा के हो भनेर भन्दाखेरि चाहिँ हो, मैले के भने भनेर भन्दाखेरि चाहिँ 23 गते जति युवाहरूमाथि गोली प्रहार भयो त्यसको निर्मम समीक्षा हुनुपर्छ, छानबिन हुनुपर्छ र जो त्यसमा दोषी छन् ती दोषीलाई चाहिँ कानुनको कठघरामा, कानुनको कारवाहीमा चाहिँ लिएर भनेर मैले भने। तर के तपाईँहरूले सिंहदरबार जलाउनेलाई चाहिँ कानुनको कठघरामा लिएर भनेर भन्नुभयो त?